सेतो हिमालको पृष्ठभूमि, अग्ला पहाडहरू, त्यसैको काखमा रहेको हरियो नागी, त्यसमा चरिरहेका चौरीको बथान अनि चौरीको घाँटीबाट आइरहेको घन्टीको एकनासको आवाज। यो हिमाली सौन्दर्यको एउटा महत्त्वपूर्ण पाटो हो। विश्वव्यापी जलवायु परिवर्तनले सेतो हिमाल र यहाँको पर्यावरणसँगै हिमालको काखमा चढ्ने याक तथा चौरीको अस्तित्वमा पनि सङ्कट मडारिएको छ। विगतमा लेकाली बस्तीको सम्पन्नता नाप्ने मुख्य कडी चौरी पालन हुन्थ्यो, जसको धेरै चौरी उही धनी कहलिन्थे। अहिले समयसँगै लेकाली बस्तीको जनजीवनमा ठूलो परिवर्तन आएको छ। समयले जस्तोसुकै परिवर्तन ल्याए पनि आफ्नो परम्परागत पेसालाई निरन्तरता दिनेहरू अझै पनि छन् हिमाली बस्तीहरूमा। चौरी हिमालको फेदको चिसो मौसममा रमाउने चौपाया हुन्, त्यसैले चौरी पालन त्यति सजिलो पेशा होइन। चौरी गोठालाहरूले बेहोर्नु पर्ने कथा व्याथाहरू अनगिन्ती छन्, तर पनि चौरी पालनको आनन्द बेग्लै रहेको किसानहरू सगौरव बताउँछन्। सदाबहार हिमालको चिसो मौसममा मात्र रहने याक र याकको पोथी, जसलाई नाग भनिन्छ, यिनीहरू 12 महिना जङ्गलमा नै रहने गर्दछन्। चौरी भने हिउँदमा बस्तीसम्म ल्याउने गरिन्छ। भाले याक र पहाडी गाईको क्रसबाट जन्मिएको बाछीलाई चौरी भनिन्छ भने बाछोलाई जोक्पे भनिन्छ, जुन लेकाली बस्तीको ढुवानीको महत्त्वपूर्ण साधन हो। चौरी र जोक्पे एक पुस्ते चौपाया हुन्। चौरीले नियमित ब्याउने दुध दिने गर्दछ, तर बच्चा भने काम लाग्दैन। त्यसैले चौरीको बथानमा बच्चाहरू नदेखिने कारण यो हो। जोक्पे भने नपुंसक हुन्छन्। यसलाई ढुवानी र खेतबारी जोत्न प्रयोग गरिन्छ। नाग र चौरीले बच्चा जन्माउने बेला जङ्गलको एकान्त ठाउँ खोज्ने भएकोले यति बेला चनाखो नबने यसको बच्चा जङ्गली जनावरहरूको शिकार बन्ने सम्भावना धेरै हुने गरेको गोठालाहरू बताउँछन्। चौरीको भुत्लाबाट छेरा थाप्का जस्ता सामग्रीहरू बनाइन्छ भने चौरीको दुधबाट बनेको नौनी, चिज, सेरगम, छुर्पी लोकप्रिय छ। 12 महिना जङ्गलमा बस्नुपर्ने भएकोले यो पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा अहिले हिमाली क्षेत्रको नागीहरूका चौरीको सङ्ख्या निरन्तर घटिरहेको छ। याक, नाग र चौरी नेपालको 26 हिमाली जिल्लाहरूमा पालिने गरेको पशु सेवा विभागको तथ्याङ्क छ। अझ जलवायु परिवर्तनले चरन क्षेत्र प्रभावित हुँदा समस्या थप जटिल बन्दै गएको छ। उपचार सुविधा, प्रजनन सम्बन्धी समस्या, जङ्गली जन्तु, गोठालाहरूमा प्राविधिक ज्ञान नहुनु, राज्यको उचित प्रोत्साहनको कमी, बिमाको व्यवस्था नहुनु आदि चौरी पालनमा देखिएको मुख्य समस्या हुन्। याक, नाग र चौरी पालनलाई समयमै प्रोत्साहन नगर्ने हो भने हिमाली सभ्यता र पर्यावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने चौरी पालन पेशा कुनै दिन एकादेशको कथा हुन बेर छैन। समय हुँदै ख्याल गरौँ।